हामी चाहिँ आज यहाँ पामे आएको छौँ। पामेको यतापट्टिको साइड भ्यू चाहिँ यस्तो छ। भर्खर हामी चाहिँ अब फर्किन थालेको, यसो यतातिर फोटोसोटो खिचेर हाम्रो केटाहरू चाहिँ अगाडि जाँदैछ। फाइनलिस्ट बोइजहरू। के रे भनिज फिसिङ गर्न नि यहाँ मजा आउँछ। एकछिनको लागि चाहिँ मजै आउँछ होला, धेरै टाइमको लागि चाहिँ अलिक नमजा। सुमन के भन्नु छ त? के भन्छ नि त्यसको भन न यार, एक शब्द भन न। आजको दिन राम्रो थियो र पछि पनि राम्रो हुनेछ। निशान्त तामाङ धावक, हाम्रो सेन्टरको धावक होइन? धावक भन्न त धावक केही लजाइदियो यार यो। के भन्न चाहन्छु भने अहँ आउँदो दिनहरू खुसीले बितोस्, अहँ क्याम्पबाट झोला बोकेर निस्किनु नपाओस् हाम्रो केटाहरू म होइन। ल भ्यू चाहिँ यस्तो छ है त। र हाम्रो पामे साइडको रेस्टुरेन्टहरू चाहिँ यस्तो पनि रहेछ है, पुरा ग्रिसको जस्तो अलिअलि झलक्क। यता यस्तो छ। सनडाउन बाई कर्म रुम पुल ब्रेकफास्ट। सनडाउन र गाइस हामी चाहिँ क्यालिफोर्निया पनि आइसकेको छौँ है। ओइ मैले तिमीलाई भनेको क्या हो, यहीँ हो क्या भलिबल। हाम्रो केटाहरू चाहिँ फोटो खिच्नको लागि रेडी छ, तर मैले भिडियो खिचिदिएको। केटाहरू रमाइलो गर्नु द बिच बार एन्ड लज आइसकेको छ। उठाएर कुद्न सके चाहिँ त डोकोरामै त्यस्तो खतरा हान्दै भन्छ डोको। ल खतरा मच्ची त हेरौँ त, तेरो मच्चिने स्टाइल। चुट्टिँदैन क्या, जान ल ढेकाला पो भन्छ। आया ल छिटो न, बस्नु पर्ने बस्ने ठाउँमा टेक्सस। तैँले फोहोर बनाएको त। ओ छोड दे हाँ फाल न। ल अहिले चाहिँ समय रेस्टुरेन्टमा आइसकेको छौँ। यो समय रेस्टुरेन्ट चाहिँ लभली छ है खानेकुरा। मेन चाहिँ स्पाइसी पोर्क हुन्छ, साथसाथै भेज फ्राइड राइस हान्यो भने साह्रै मिठो हुन्छ। समय रेस्टुरेन्ट पामे। हामी चाहिँ खाजा खानु आएको क्रेजी गेककोमा आएको 15-20 मिनट भइसक्यो होला। केटाहरूसँग ब्रेकफास्ट हान्नु आएको, यहाँ कुक्रेर मर्नु आँटिसक्यो। जाडोले काँडा उम्रिसक्यो होइन भानिज? पर्खिँदा खाजा। यता हाम्रो सुमन र निशान्त धावक छ।
मामा के साह्रो इन्टरभ्यू दिँदा के हो निशान हाम्रो भ्यू चाहिँ यस्तो छ है र हाम्रो ब्रेकफास्ट चाहिँ भर्खर आएको छ यो चाहिँ फ्रुट सलाद अनि यता चाहिँ के रे निशान यसको नाम चाहिँ नेपाली ब्रेकफास्ट भनौँ न अब हावा कुरा नगर्न के अर्डर गरेको स्क्रैम्बल अमलेट नेपाली स्क्रैम्बल अमलेट यस्तो पाइँदो रहेछ क्रेजी गेक्कोमा चाहिँ ल केटा सुरु गर लिउ यो भान्जा लगा र यहाँको भ्यूहरू चाहिँ फेरि पनि देखाइदिउँ होइन यस्तो रहेछ त्यहाँ माछाहरू पनि रहेछ यस्तो छ यसरी सजाएको रहेछ हाम्रो उता चाहिँ गौतम बुद्ध छ इन्डोर प्लान्टहरूले सजाएको रहेछ यता चाहिँ बस्ने ठाउँहरू यस्तो छ उता बिचमा राखेर खान केटा हो त्यसपछि हामी ब्याक टु होटेल हुन्छौँ ल हाम्रो निशान्त तामाङले चाहिँ सर्भ गर्दैछ मलाई चाहिँ सर्भ गरिसकेको छ ससेज ला अमलेट र आलु एउटा कस्तो छ त गुड छ गुड छ कि खाएकै छैन ल भन्छ हान्देऊ अनि बटर सटर पनि बटर चाहिँ माथिबाट भयो क्या यिनीहरू चाहिँ जाम खान्छ कस्तो छ भन्छ गुड छ टेस्ट हान न सबै ग्याप्पै तिमीहरूले बटर नखाएको जाम खाएको मोटो छ भनेर फ्याट बढ्छ भनेर सुमन टेस्ट हान न ल निशान कस्तो रहेछ क्रेजी गेकको ब्रेकफास्ट ल क्या कस्तो छ त सुमन फ्रुट्स चाहिँ त्यहाँ छ फ्रुट सलाद पाइनएप्पल पपाया बनाना वाटरमेलन एप्पल विथ हनी एन्ड ड्राई फ्रुट्सहरू पनि रहेछ अझ भित्र जस्तो रहेछ हामी चाहिँ त्यहाँ लेक साइडको भ्यू हेर्नुको लागि बसेको ल अब हामी चाहिँ मुभ अन हुन्छौँ होटलतिर उता पनि हाम्रो ब्रेकफास्ट त बनिरहेको छ केटाहरूलाई आज एक्स्ट्रा ब्रेकफास्ट हनाइदिएको ल केटा जाउँ कस्तो भयो त केटा ब्रेकफास्ट एकदम हाइजेनिक एकदम हो सुमन के ब्रेकफास्ट रे रिच केटा अब फेरि गएर हान्ने होला होइन ब्रेकफास्ट होटेलको गेडागुडी आलु अन्डा दुध ल हामी चाहिँ क्रेजी गेककोबाट निस्किसकेको छौँ हस्त नमस्ते ओ केटा सबजना नमस्ते हान न नमस्ते खोइ त भान्जाको नमस्ते चाहिँ ल सकियो आजको